नमस्कार साथीहरू, म धर्मेन्द्र पण्डित। आज बाफिया 73 को नयाँ भिडियोमा यहाँहरूलाई स्वागत गर्दछु। विगतका केही समयमा म व्यक्तिगत व्यस्तताको कारणले गर्दा भिडियोहरू अपलोड गर्न सकिनँ समयमै। त्यसको लागि क्षमा प्रार्थी छु। सो आउँदो समयमा डेफिनेटली नयाँ नयाँ भिडियोहरू आउने नै छ। सो स्टार्ट गरौँ बाफिया 73। सो बाफिया 73 मा हामीले अलरेडी धेरै कुराहरू कभर गरिसकेका छौँ, जसमध्ये नि केही रिमेनिङ इम्पोर्टेन्ट पार्टहरू रहेको छ, जुन हामी आज कभर गर्नेछौँ। सो आजको टपिक रहेको छ च्याप्टर 7, द्याट इज परिच्छेद 7, ब्याङ्किङ अपरेसन र फिनान्सियल ट्रान्जेक्सनसँग सम्बन्धित। सो यसको म ब्रिफिङ गर्दाखेरि च्याप्टर 7 मा हामीले बैङ्क तथा वित्तीय संस्थाहरूले गर्न हुने कामहरू के हुन् र बैङ्क तथा वित्तीय संस्थाहरूलाई प्रोहिबिटेड एक्टिभिटिजहरू के हुन् त, यसको बारेमा हामीले आज डिटेलमा चर्चा गर्नेछौँ। सो ध्यान दिएर सुन्नु होला, एकदमै इम्पोर्टेन्ट छ। तपाईँ एक्टतिर जानुभयो भने जुन बियर एक्ट छ एकदमै लेन्दी छ, जसलाई मैले यहाँनिर चार्ट फर्ममा प्रेजेन्ट गर्ने कोसिस गरेको छु, क्लस्टर बनाएर ग्रुपिङ गरेर, सो द्याट अन्डरस्ट्यान्डिङ एकदम क्लियर हुन्छ, याद गर्न सहज हुन्छ, बुझ्न सजिलो हुन्छ। सो गर्न हुने कामहरू के हुन् त, त्योभन्दा अगाडि बैङ्क तथा वित्तीय संस्थाले गर्न नहुने कामहरू के हुन् त्यतातिर जाउँ। जुन सेक्सन 50 ले डिल गर्छ, तपाईँ स्क्रिनमा हेर्न सक्नुहुन्छ। आई होप स्क्रिन इज भिजिबल। ओके, सो सेक्सन 50 मा प्रोहिबिटेड एक्टिभिटिज अफ बिएफआइज भनेर रहेको छ। सो ध्यान दिएर सुन्नु होला, एकदमै सजिलो छ। सबभन्दा सुरुमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई कुन यस्ता कामहरू छन् जुन बिल्कुलै गर्न मिल्दैन, गर्न मनाइ छ। सो नम्बर 1 रहेको छ, कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले गुड्स कमर्सियल पर्पसको लागि पर्चेज अथवा सेल गर्न सक्दैन। भनेपछि बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि, फर इक्जाम्पल मानव, म यहाँ उदाहरण लिए, अर्को स्क्रिन भिजिबल छ। फर इक्जाम्पल एबी लिमिटेड एउटा ब्याङ्क छ, एबी लिमिटेड ब्याङ्क छ। अब ब्याङ्कको काम त फिनान्सियल ट्रान्जेक्सनसँग डिल गर्ने हो नि, एक्ज्याक्टली। अब यसले के गर्छ, साइडमा एउटा बिजनेस पनि खोलेको छ, जहाँनिर गुड्स यसले के गर्छ, पर्चेज गर्छ अनि सेल पनि गर्छ पार्टीलाई। भनेपछि त्यो काम गर्नु हुँदैन। उदाहरणको लागि फर इक्जाम्पल, होइन, यसले ल्यापटप पर्चेज गर्छ र सेल पनि गर्छ, त्यो पनि गर्न पाइँदैन। तर बट बैङ्कमा त ल्यापटपको आवश्यकता हुन्छ नि, काम गर्नलाई त ल्यापटप चाहिन्छ, डेफिनेटली चाहिन्छ हो। तर अन युजको लागि चाहिँ खरिद गर्न चाहिँ पाइन्छ, अन युजको लागि चाहिँ के गर्न पाइन्छ अरे, पर्चेज गर्न चाहिँ पाइन्छ, अन युजको लागि। त्यसै गरी ब्याङ्कले मानव फ्ल्याट बनाइरहेछ, कन्स्ट्रक्सन गरिरहेछ, बेचिरहेछ, पर्चेज सेल गरिरहेछ, त्यो गर्न पाइन्छ, पाइँदैन। कमर्सियल पर्पसको लागि पाइँदैन। तर आफ्नै लागि, तर आफ्नै अन युजको लागि बैङ्क तथा वित्तीय संस्थाको आफ्नै कन्स्ट्रक्सन बिल्डिङ हुनसक्छ नि, बिल्कुल हुनसक्छ, आफ्नै युजको लागि त्यहाँनिर कम्प्युटर राखेर, त्यहाँनिर इम्प्लोइ राखेर आफ्नै युजको लागि चाहिँ गर्न पाइयो, तर सेल पर्चेज चाहिँ गर्न पाइँदैन। त्यो नम्बर 1 पोइन्ट रहेको छ। सिम्पल कुरा हो, कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले पर्चेज सेल गर्न पाइँदैन, कमर्सियल पर्पसको लागि, कन्स्ट्रक्सन फ्ल्याटको बिल्डिङको गर्न पाइँदैन, आफ्नो फर ओन युजको लागि चाहिँ पाइयो, डेफिनेटली पाइयो। सेकेन्ड पोइन्ट ध्यान दिनु होला, कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले लोन दिन सक्दैन कोलाटरल आफ्नै सेयर राखेर। यो अलिकति बुझाउँछु, यो सेकेन्ड पार्ट। यो बी पार्टमा के भनेको छ भन्दाखेरि, फर इक्जाम्पल ए लिमिटेड एउटा ब्याङ्क हो, राम नाम गरेको व्यक्ति छ, यसमा 1% सेयर छ यसको। फर इक्जाम्पल 100 किता 100 वटा 1000 वटा, फर इक्जाम्पल 1000 वटा सेयर छ। 1% मात्र उदाहरणको लागि, जस्ट फर इक्जाम्पल यो 1% हटाइदिउँ, यसको केही काम छैन। जस्ट अ मिनट। फर इक्जाम्पल यसको राम नाम गरेको व्यक्तिको ए लिमिटेड ब्याङ्कमा 1000 सेयर छ। अब रामलाई पैसाको खाँचो भयो, रामले ब्याङ्कलाई एप्लिकेसन दियो लोनको लागि। लोन एप्लिकेसन दिन्छ रामले कि भाइ जुन यो 1000 सेयर छ नि, यसैलाई कोलाटरल राख र मलाई चाहिँ लोन देऊ। यो गर्न मिल्दैन, यो काम गर्न पाइँदैन भन्नु खोजेको, सिम्पल कुरा। आफ्नै सेयरलाई
कोलाटरल राखेर आफ्नै शेयरको एगेन्स्टमा यो संस्थाले राम नाम गरेको व्यक्तिलाई लोन दिन पाउँदैन, बिल्कुल पाउँदैन। त्यही भन्न खोजेको बी नम्बर पोइन्ट। अब सी नम्बरमा हेरौँ है। अर्को पोइन्ट, नेपाल राष्ट्र बैङ्कले युनिफाइड डाइरेक्टिभमा एउटा लिमिट जारी गरेको छ, जसलाई सिंगल अब्लिगर लिमिट भनिन्छ। हो, त्यो डाइरेक्टिभमा जुन लिमिट तोकेको छ त्यो लिमिटको बियोन्ड लोन दिन पाइँदैन भन्न खोजेको। सिम्पल कुरा, अहिलेसम्म यो दुईटा कुरा लोनसँग सम्बन्धित नै भइहाल्यो। कुनै शेयरको एगेन्स्ट लोन दिन पाइँदैन। र अर्को सी नम्बर पोइन्टमा राष्ट्र बैङ्कले जुन सिंगल अब्लिगर लिमिट जारी गरेको छ, पार्टिकुलर व्यक्तिको लिमिट जारी गरेको छ, पार्टिकुलर ग्रुप अफ पर्सन, ग्रुप अफ फर्म, ग्रुप अफ कम्पनीजलाई एउटा लिमिट जारी गरेको छ। जब हामी डाइरेक्टिभ पढ्छौँ त्यहाँनिर डिटेल चर्चा गर्ने नै छौँ। सी नम्बर पोइन्टमा सिम्पल यति मात्रै बुझ्नुहोस् कि राष्ट्र बैङ्कले जुन सीमा तोकिदिएको छ पार्टिकुलर ग्रुप अफ पर्सन या ग्रुप अफ फर्म, ग्रुप अफ कम्पनीलाई यति पर्सेन्टेजसम्मको लिमिट, वाट एभर पर्सेन्टेज लिमिट राष्ट्र बैङ्कले तोकेको छ त्यसको बियोन्ड चाहिँ लोन दिन पाइँदैन भन्नु खोजेको सिम्पल कुरा छ। माफियाले रेस्ट्रिक्सन लगाएको छ यहाँनिर। ओके, रेस्ट्रिक्सन होइन, प्रोहिबिसन छ। अर्को कुरा यो ध्यान दिनु एकदमै इजी छ। के अरे, कुनै पनि ब्याङ्क तथा वित्तीय संस्थाले प्रमोटर, आफ्नो प्रमोटर, डाइरेक्टर अथवा सिइओ को ग्यारेन्टीमा पनि लोन दिन मिल्दैन। सिम्पल कुरा हो। कहिलेकाहीँ के हुन्छ, यही म उदाहरण यसैमा कन्टिन्यू गरेँ। फर इक्जाम्पल, ए लिमिटेड ब्याङ्क छ, यसको सिइओ मिस्टर एक्स छ, मिस्टर एक्सको बुढी मिसेस एक्स भइहाली। अब यसको भाइ मिस्टर जी छ। अब यो सालो पर्ने भयो। अब यसले भन्छ, ए भेना तपाईँ उसलाई ग्यारेन्टी दिनु, मलाई यसले लोन दिन्छ, ग्यारेन्टीको बेस्टमा लोन दिन्छ। तपाईँले भनेको कुरा नमान्ने हुन्छ र हो, भले यिनीहरूको बिचमा झगडा परोस्, सरकारको विषय नै, यो लोन ग्रान्ट हुँदैन। सिम्पल कुरा हो। सिइओ होस्, डाइरेक्टर होस् अथवा प्रमोटर होस्, यिनीहरूको ग्यारेन्टीमा कसैलाई पनि लोन दिन पाइँदैन। सिम्पल कुरा। यो ई नम्बर पोइन्ट हेर्नु एकदमै इम्पोर्टेन्ट छ। यो ई नम्बर पोइन्ट हेर्नु है। यसले भनेको छ डाइरेक्टर, सिइओ या यो तीनजना प्लस फ्यामिली मेम्बर। ध्यान दिनु होला, डाइरेक्टर, सिइओ। ओके, सो ध्यान दिनु होला, कुनै पनि ब्याङ्क, माने फर इक्जाम्पल ए लिमिटेड ब्याङ्क छ, यो ब्याङ्क छ, यिनीहरूलाई लोन दिन मिल्दैन अरे। ध्यान दिनु होला, एकदमै ध्यान दिएर सुन्नु होला। यो प्रावधानले के भन्छ, कुनै पनि ब्याङ्कको डाइरेक्टर, सिइओ 1% या सोभन्दा बेसी शेयर होल्डिङ भएका शेयर होल्डर, यो तीनजना है, यिनीहरूलाई प्लस यिनीहरूको फ्यामिली मेम्बर कसैलाई पनि लोन दिनु मिल्दैन भनेर प्रोहिबिसन गरेको छ यहाँनिर। अब तपाईँहरूको क्वेसन हुनसक्छ कि यार यिनीहरू त इम्प्लोइ पनि हुन् नि, यिनीहरूलाई लोनै नदिने हो। यो रेस्ट्रिक्सन छ यो, तर यसको अपवाद पनि छ। अहिले लेटर अन हामी डिटेलमा चर्चा गर्नेछौँ। अहिलेलाई यति बुझ्नुहोस्, डाइरेक्टर, सिइओ या यस्तो शेयर होल्डर जसको शेयर होल्डिङ 1% या सोभन्दा बेसी छ, तिनीहरूलाई लोन दिन मिल्दैन। सिम्पल कुरा। र यिनीहरूलाई मात्रै होइन, यिनीहरूको फ्यामिली मेम्बर, एका घर परिवारका व्यक्तिहरूलाई पनि लोन दिन मिल्दैन यो ब्याङ्कले। त्यसै गरी अर्को प्रावधान पनि रहेको छ। फर इक्जाम्पल, ए लिमिटेड छ। अब यहाँनिर मानौँ कुनै पार्टनरसिप फर्म छ या कुनै कम्पनी छ या कुनै पनि अर्गनाइजेसन जसको यहाँनिर सिग्निफिकेन्ट इन्फ्लुएन्स छ। सिग्निफिकेन्ट इन्फ्लुएन्स भन्नाले कुनै पनि संस्थाको सिग्निफिकेन्ट डिसिजन चेन्ज गर्न सक्ने क्षमता भएको, मेजर डिसिजनमा हस्तक्षेप गर्न सक्ने क्षमता भएको कुरा। सिम्पल कुरा। यदि मानौँ ए लिमिटेडको बोर्डले कुनै डिसिजन लियो, त्यसलाई चेन्ज गर्न सक्ने, त्यो डिसिजनलाई हल्लाउन सक्ने यदि क्षमता छ भने त्यो सिग्निफिकेन्ट इन्फ्लुएन्स हो बेसिकली हो। यदि यस्तो फर इक्जाम्पल ए लिमिटेड ब्याङ्क छ जसमा यो कुनै पनि पार्टनरसिप फर्म अथवा कुनै कम्पनी अथवा कुनै पनि अर्गनाइजेसन जसको सिग्निफिकेन्ट इन्फ्लुएन्स छ, इन द्याट सिनेरियो यिनीहरूलाई पनि लोन दिन मिल्दैन भन्न खोजेको, प्रोहिबिटेड छ। अथवा भनौँ न सिग्निफिकेन्ट इन्फ्लुएन्स प्लस या भनौँ न कुनै डाइरेक्टर नोमिनेट गर्ने पावर छ कि अथोरिटी छ,
यो बैंकमा ए लिमिटेडमा डाइरेक्टर नोमिनेट गर्ने पावर कोसँग छ? फर इक्जाम्पल फर्मसँग छ, कम्पनीसँग छ, अथवा कुनै पनि अर्गनाइजेसनसँग छ भने यिनीहरूलाई पनि ए लिमिटेडले लोन दिनु हुँदैन। बिकज यो लोन कहाँबाट आउँछ, यो पैसा कहाँबाट आउँछ बैंक तथा वित्तीय संस्थामा? डेफिनेटली त्यो डिपोजिटरको पैसा हो, निक्षेपकर्ताको पैसा हो। यिनीहरूको पैसा यो इन्फ्लुएन्स गर्ने व्यक्ति भोलिका दिन गएर भाग्यो भने के हुन्छ? त्यो डिपोजिटर मर्छ हो, उनीहरूलाई मार्नु भएन। यिनीहरूको एकदमै डाइरेक्ट कन्ट्रोल छ, त्यो म्यानेजमेन्टमै कन्ट्रोल छ भनेपछि त्यस्ता व्यक्तिहरूलाई दिनु हुँदैन भन्न खोजेको छ। यही पोइन्ट ई नम्बरले भनेको छ। कुनै पनि डाइरेक्टर सेयर होल्डर जसको होल्डिङ 1% या सोभन्दा बेसी छ अथवा सिइओ र यिनीहरूको फ्यामिली मेम्बरलाई दिन मिल्दैन। लाइकवाइज फर्म, कम्पनी या अर्गनाइजेसन जसको सिग्निफिकेन्ट इन्फ्लुएन्स छ प्लस यिनीहरूले डाइरेक्टर नोमिनेट गर्न सक्छ, त्यो बिएफआईमा यिनीहरूलाई के अरे क्रेडिट दिनु हुँदैन भन्न खोजेको। सिम्पल कुरा, एकदम इजी छ। लाइकवाइज एफ नम्बर पोइन्टले के भन्छ? राष्ट्र बैंकले तोकेको लिमिटको बियोन्ड लगानी गर्नु हुँदैन। सिम्पल फन्डा हो, केही पनि यसमा भनिन। राष्ट्र बैंकले कुनै लिमिट तोकिदिएको छ भनेपछि त्यो लिमिटको बियोन्ड लगानी गर्ने कुरै आएन अभियसली। अर्को यो जी रहेको चाहिँ एकदम इजी पोइन्ट छ, मोनोपोली कार्टेल। एकदम सिम्पल कुरा छ, ध्यान दिनु होला। माने फर इक्जाम्पल बैंक तथा वित्तीय संस्था 4-5 जना मिलेर, 4-5 वटा बैंक तथा वित्तीय संस्था मिलेर एकाधिकार बजार बनाएर चाहिँ हामीहरू सबजना मिलौँ र तिमीले जे भन्छौ हामी सबैजना मिलेर एउटा रुल बनाऊ र लुटौ भन्ने हिसाबले त्यस्तो ठगी गर्न पाइँदैन। मोनोपोली क्रिएट गर्ने नै हुँदैन। यो कार्टेल भनेको ग्रुपिजम, ग्रुप बनाउने हो र कुनै पनि किसिमको जुन प्र्याक्टिस अनफेयर छ त्यस्तो चलाउनु हुँदैन। एकदमै प्रोहिबिटेड छ यो कुरा। सिम्पल कुरा हो। जनताको सहजताको लागि यो फिनान्सियल सिस्टम, फ्रडलाई रोक्नलाई यो फिनान्सियल सिस्टम, न कि अनफेयर प्र्याक्टिस गर्नको लागि, न कि कार्टेल बनाउनको लागि, न कि मोनोपोली क्रिएट गर्नको लागि। जनताले उचित समयमा उचित मूल्यमा क्वालिटी सर्भिस पाउनुपर्ने हुन्छ डेफिनेटली, त्यसको लागि यो फिनान्सियल सिस्टम। त्यही भएर सेन्ट्रल बैंक पनि वाच गरिरहेको हुन्छ। इभन बाफिया 73 ले नै यसलाई प्रोहिबिसन गरिदिएको छ। लाइकवाइज कुनै पनि किसिमको बाधा अडचन तपाईँले कम्पिटिटिभ इन्भाइरोमेन्टमा क्रिएट गर्न पाउनुहुने छैन। मानौँ फर इक्जाम्पल यो नेपालमा 20 वटा कमर्सियल बैंक छ, सबै पर्फेक्ट कम्पिटिसन मार्केटमा रन भइरहेको। तपाईँले हेर्नुहुन्छ सबैको रेट अफ इन्ट्रेस्ट उस्तै हुन्छ काइन्ड अफ हो। त्यो कम्पिटिटिभ मार्केट भएर हो क्या। भनेपछि कसैले पनि जानी कम्पिटिसनलाई बिगार्न चाहेमा त्यो चाहिँ गलत हुन्छ भन्न खोजेको। फर इक्जाम्पल मानौँ सबले 5% ब्याज दिइरहेछ भने कसैले भन्छ म रेट अफ फ्री अफ कस्ट, त्यसरी गर्न पाइँदैन नि, पाइँदैन, त्यसरी गर्न पाइँदैन नै। अब कोहीले यहाँनिर कमेन्ट गर्छ त्यो त पब्लिकलाई वेलफेयर हो, नै त्यसरी गर्न पाइँदैन। बाँकी 19 वटा बैंक मर्दैन हो। सो राष्ट्र बैंकले सबै मिलेर कमाउनु पर्छ। कम्पिटेटिभ इन्भाइरोमेन्टमा कुनै पनि किसिमको तपाईँले आर्टिफिसियल अब्स्ट्रक्सन चाहिँ ल्याउनु हुँदैन कम्पिटेटिभ मार्केटमा। र अर्को पार्ट रहेको छ, ध्यान दिनु होला। कुनै पनि अब हेर्नु है, यो एकदमै यो आई नम्बर पोइन्टले मैले यहाँनिर अलिकति एक्सप्लेन गरेँ। फर इक्जाम्पल हामीसँग त बाफिया 73 ले 4 भागमा वर्गीकरण गरेको छ नि हो। यहाँनिर भनेको छ ए, बी एन्ड सी क्लासमा लगानी गर्न पाइँदैन अरे। फर इक्जाम्पल कुनै ए क्लासको बैंक छ, यिनीहरूले यसमा लगानी गर्न पाउँदैन, यसले पनि यसमा लगानी गर्न पाउँदैन, यसले पनि यसमा लगानी गर्न पाउँदैन, यसले पनि यसमा लगानी गर्न पाउँदैन। ध्यान दिनु होला, मैले फेरि भने ध्यान दिनु होला। यी 4 थरीका बैंकले, यो बिएफआई हो, डेफिनेटली बिएफआईस, दिज आर बिएफआईस, यस। यी 4 थरीका बैंक तथा वित्तीय संस्थाले ए, बी, सी क्लासमा लगानी गर्न पाउँदैन। वाट नयाँ कुरा यहाँनिर, नयाँ कुरा के आउँछ? वाट इफ डीमा लाउन पाइन्छ? यस पाइन्छ। यो कुराको लागि केही पनि बोलेको छैन, डीमा लाउन पाइन्छ। डेफिनेटली यो सब्सिडियरी कम्पनी हो जसले नि खोलेकै छ। बुझ्नु भएन मेरो कुरा? मैले फेरि भने बैंक तथा वित्तीय संस्थाले ए, बी र सी क्लासमा लगानी गर्न पाउँदैन, मतलब डीमा लाउन पाइन्छ नि, डेफिनेटली पाइन्छ। बुझ्नुभयो? एले बीमा लाउन पाइन्छ? पाइँदैन। एले सीमा पनि पाउँदैन, एले एमा पनि पाउँदैन। त्यसै गरी बीले एमा पाउँदैन, बीले बीमा पाउँदैन, बीले सीमा पाउँदैन। लाइकवाइज सीले एमा पाउँदैन, सीले बीमा पाउँदैन, त्यसै गरी एन्ड सो अन। भनेपछि डीमा जसरी नि पाइन्छ, डेफिनेटली पाइन्छ। सिम्पल कुरा छ। बैंक तथा वित्तीय संस्थाले एबीसीडी, एबी र सी क्लासको बिएफआईमा सेयरमा लगानी गर्नु हुँदैन भन्न खोजेको छ। सिम्पल। मैले अघि एक्सेप्सन्सको कुरा भनेको थिएँ, क्रेडिट कसलाई दिन पाइन्छ। फर इक्जाम्पल बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्मचारीहरूलाई लोन दिन पाइन्छ, मजाले पाइन्छ। त्यसै गरी सिइओ, डाइरेक्टर, सेयर होल्डर जसको 1% भन्दा बेसी होल्डिङ छ, अघि मैले नाइ भनेको थिएँ, तर यिनीहरूलाई पनि दिन पाइन्छ बेस्ड अन कोल्याट्रल। फेरि कोल्याट्रल
कोलाटरलमा के हुन्छ आउन इक्विटी फिक्स्ड डिपोजिट आफ्नै गभर्नमेन्ट अफ नेपाल या नेपाल राष्ट्र बैङ्कको बोन्ड यो कुराहरू धितो राखेर कोलाटरलाइज राखेर के गर्न सकिन्छ त यिनीहरूलाई लोन दिन पाइन्छ। अब मैले फेरि अघि भने आफ्नै सेयरको एगेन्स्टमा लोन दिन पाइँदैन। सिम्पल कुरा हो, नट सेलमा समराइज गर्दाखेरि एकदम इजी छ, ध्यान दिनु होला। पहिलो पार्ट, कुनै पनि बैंक तथा वित्तीय संस्थाले गुड्स आफ्नो कमर्सियल पर्पजको लागि सेल बिक्री पर्चेज सेल गर्न पाउँदैन। त्यसै गरी फ्ल्याट कन्स्ट्रक्सन गरेर बेच्न त्यसलाई पाउँदैन, बट हाउएभर आफ्नो युजको लागि चाहिँ मजाले पाइन्छ। एक नम्बर पोइन्ट। त्यसै गरी सेकेन्ड पोइन्ट थियो आफ्नै सेयरको एगेन्स्ट लोन दिन पाइँदैन। त्यसै गरी पर कस्टमर लिमिट जसलाई सिंगल अब्लिगर लिमिट भनिन्छ त्यसको एगेन्स्ट त्यसको बियोन्ड जुन राष्ट्र बैङ्कले आई थिङ्क डाइरेक्टिभ नम्बर 3 मा छ जुन लिमिट तोकेको छ त्यसको बियोन्ड लिमिट एक्सिड गरेर क्रेडिट स्याङ्सन गर्न पाइँदैन। त्यसै गरी प्रमोटर डाइरेक्टर र सिइओ को ग्यारेन्टीमा कसैलाई लोन दिन पाइँदैन। त्यसै गरी डाइरेक्टर शेयर होल्डर जसको होल्डिङ 1% या सोभन्दा बेसी छ, सिइओ र यिनीहरूको फ्यामिली मेम्बरलाई लोन दिन पाइँदैन। लाइकवाइज कुनै पनि पार्टनरसिप फर्म कम्पनी अथवा कुनै पनि संस्था जसको सिग्निफिकेन्स इन्फ्लुएन्स छ र जसले डाइरेक्टर नोमिनेट गर्न सक्छ त्यो बैंक तथा वित्तीय संस्थामा, तिनीहरूलाई पनि लोन दिन पाइँदैन। र इन्भेस्टमेन्टको कुरा गर्दाखेरि राष्ट्र बैङ्कले तोकेको लिमिट सीमा बियोन्ड लगानी गर्न पाइँदैन। त्यसै गरी कुनै पनि किसिमको कार्टेल अथवा मोनोपोली क्रिएट गर्न पाइँदैन र अनफेयर प्र्याक्टिस गर्न पनि पाइँदैन। लाइकवाइज कुनै पनि किसिमको कृत्रिम तरिकाले कम्पिटिटिभ मार्केटलाई हानि पुर्याउने गरी काम पनि गर्न पाइँदैन। त्यसै गरी एबिसी क्लासमा पनि लगानी गर्न चाहिँ पाइँदैन। दिस इज अल अबाउट सेक्सन 50 जुन हामीले अलरेडी कभर गरिसक्यौँ। एकदमै इजी छ। प्रोहिबिटेड एक्टिभिटिज अफ बिएफआई एकदमै सजिलो छ, हामीले सहज तरिकाले एकदमै इजी वेमा यसलाई कभर गरिसकेका छौँ। अब ध्यान दिएर सुन्नु होला। अब हामी गर्न नहुने काम हामीले कभर गरिसक्यौँ जुन सेक्सन 50 मा रहेको छ। अब गर्न हुने कामहरू मतलब बैंक तथा वित्तीय संस्थाले के काम गर्छ त हो। अब एकदमै इजी छ, ध्यान दिएर सुन्नु होला। मैले अघि पनि भने तपाईहरुलाई अब यहाँनिर के गर्नुपर्छ भन्दाखेरि सेक्सन 49 मा छ बेसिकली। मैले बिएफआई को बारेमा भने। बिएफआई भनेको के त? बिएफआई मा त 4 वटै आउँछ नि, ए क्लास, बी क्लास, सी क्लास, डी क्लास, 4 वटै आउँछ। यो बिएफआई हो। अब यो यसको सेपरेट काम हुन्छ, यसको सेपरेट काम हुन्छ, यसको सेपरेट काम हुन्छ, यसको सेपरेट काम हुन्छ। यो सबै कामहरू अब हामीले गर्न हुने फंक्सन्सहरू के हुन् त यो कुरा हामीले पढ्नु पर्ने हुन्छ। यो 49 सेक्सनले डिल गर्छ। ओके, सो वन बाइ वन हामी पढ्न जान्छौँ। सो तपाईले मैले फेरि भने तपाई यदि बेयर एक्ट हेर्नु भयो भने एकदमै लेन्दी छ। कुनै पनि ग्रुपिजम गरिएको छैन एक्टमा डेफिनेटली। सो मैले के गरेको छु भन्दाखेरि यहाँनिर मैले यो जस्तो तपाईले चार्ट हेर्न सक्नुहुन्छ, यहाँनिर यस्तो कुनै पनि किसिमको चार्ट छैन है एक्टमा। मैले के गरेको छु, क्लस्टर बनाएको छु। फर इक्जाम्पल लोनसँग सम्बन्धित कामहरू एक ठाउँमा, सो द्याट रिमेम्बर गर्न, याद गर्न नि लोन गर्न नि सजिलो हुन्छ र अन्डरस्ट्यान्डिङ पनि क्लियर हुन्छ र एकदमै टिप्समा याद भइहाल्छ। यो 5वटा मैले क्लस्टर बनाएको छु। सिमिलर काइन्ड अफ एक्टिभिटीलाई ग्रुप गरेको मात्रै हो, अरू केही पनि हैन। एकदमै सहज रूपमा ध्यान दिनु होला। सो सबभन्दा हामी सुरुमा स्टार्ट गरौँ क्लास ए को भनेपछि द्याट इज योर बैंक, बेसिकली बैंक। म कुनै बेला बिएफआई भन्दिमला बोल्दाखेरि मेबी झुकिएर, यसलाई तपाईँ क्लास ए मात्रै बुझ्नुस् अहिलेको लागि, जबसम्म म सेक्सन 49 सब सेक्सन 1 पढाइरहेको छु। यहाँनिर ध्यान दिनु होला। यसले चाहिँ बैंक, यो कमर्सियल बैंकको कुरा गरेको हो। यो बैंकको काम कर्तव्यहरू के छन्, के काम गर्छ त कमर्सियल बैंकले, क्लास ए ले के काम गर्छ। म सकेसम्म बैंक वर्ड युज गर्छु। स्टिल यदि यहाँ झुकिएर बिएफआई निस्केको छ भने त्यसलाई बैंक बुझ्नु होला है। मैले पहिले डिस्क्लेमर दिइहालेँ तपाईहरुलाई। सो अघि मैले भनिसके क्लस्टर बनाएर मैले यहाँ ग्रुपिजम गरेको छु। सो सबभन्दा सुरुमा डिपोजिटको काम हेरौँ। डिपोजिटमा 2वटा पोइन्ट रहेको छ, एकदमै ध्यान दिएर सुन्नु होला। पहिलो कुरा, बैंकले के गर्छ, डिपोजिट कलेक्ट गर्छ। सिम्पल डिपोजिट जो इन्ट्रेस्ट पनि हुन सक्छ या विदाउट इन्ट्रेस्ट पनि हुन सक्छ, सिम्पल कुरा हो। बैंकले कलेक्ट गर्ने डिपोजिट सबै डिपोजिटमा इन्ट्रेस्ट हुन्छ भन्ने छैन। करेन्ट अकाउन्टमा इन्ट्रेस्ट दिँदैन नि, दिन्न। कुनै डिपोजिट यस्तो पनि हुन्छ कि सेभिङ अकाउन्ट छ भने ब्याज दिने, कुनै यस्तो पनि हुन्छ सेभिङ अकाउन्ट र करेन्ट अकाउन्ट दुईटैको फिचर्स हुने। सो इट डिपेन्ड्स, राइट। त्यसरी नै त्यसको मोबिलाइजेसन गर्छ, पहिलो कुरा।
डिपोजिट कलेक्ट गर्ने विथ या विदाउट इन्ट्रेस्ट वाला पार्ट। अर्को हो डिपोजिट त कलेक्सन गर्ने थ्रु भेरियस इलेक्ट्रोनिक इन्स्ट्रुमेन्ट र त्यसलाई पेमेन्टको रूपमा युज गर्ने, भेरियस इलेक्ट्रोनिक मोड अफ पेमेन्ट युज गर्ने, यो पनि हुन्छ है सेकेन्ड पार्ट। डिपोजिट यो पनि डिपोजिट नै हो तर यहाँनिर मिन्स चाहिँ इलेक्ट्रोनिक युज हुन्छ है। सो डिपोजिटको दुईटा पार्ट भयो, 1 नम्बर पार्ट र 2 नम्बर पार्ट। डिपोजिट एउटा के अरे ब्याज वा ब्याज रहित, ब्याज सहित अथवा ब्याज रहित डिपोजिट कलेक्ट गर्ने। लाइकवाइज अर्को डिपोजिट कलेक्ट गर्ने थ्रु भेरियस इलेक्ट्रोनिक इन्स्ट्रुमेन्ट र त्यसलाई पेमेन्टको रूपमा युज गर्ने, फर्दर लगानी गर्ने, ब्ला ब्ला ब्ला। सो दुईटा पार्ट भयो, एउटा इलेक्ट्रोनिक मिन्सवाला र अर्को विदाउट, यतिकै नर्मल सिम्पल डिपोजिट भयो। डिपोजिटसँग सम्बन्धित दुईटा पोइन्ट रहेको छ, यो एकदमै इम्पोर्टेन्ट छ लोनवाला पार्ट। यो पार्टलाई ध्यान दिएर सुन्नुपर्छ तपाईँहरूले। सो यहाँनिर हेर्नु है, यो पार्टले म एकदमै राम्रोसँग एक्सप्लेन गर्छु, ध्यान दिनु है। सो बैंकले लोनसँग सम्बन्धित के काम गर्न पाउँछ त? बैंकले हायर पर्चेस कर्जा दिन सक्छ, लिजिङ कर्जा दिन सक्छ, ओभरड्राफ्ट सम्बन्धी कर्जा दिन सक्छ। अब यो हायर पर्चेस के हो त? यो त लिज, यो ओडी सुन्नु भएको छ। यो हायर पर्चेस अलिकति म यहाँनिर पढ्छु। हायर पर्चेस बेसिकली फर इक्जाम्पल तपाईँलाई कार किन्नु छ, तपाईँसँग पैसा छैन अहिले, अलिकति थोरै पैसा छ, 5 लाख 10 लाख छ, तर कारको प्राइस 80 लाख छ भनेपछि बैंकले के गर्छ, तपाईँ डाउन पेमेन्ट गरिदिनुहोस्, थोरै रकम पेमेन्ट गरिदिनु 5 लाख, र बाँकी पैसा ओभर द पिरियड अफ टाइम ब्याज सहित इन्स्टलमेन्टमा किस्तामा जम्मा गर्नुहुन्छ भने द्याट इज योर हायर पर्चेस। हायर पर्चेसको केसमा ओनरसिप लास्ट इन्स्टलमेन्ट जब तपाईँले पे गर्नुहुन्छ, अन्तिम पुरै ऋण चुक्ता हुन्छ, द्याट इन द्याट पोइन्ट अफ टाइम ओन्ली ओनरसिप के हुन्छ त तपाईँलाई ट्रान्सफर हुन्छ, ओनरसिप बैंककै हुन्छ। ओके, यो पार्ट सक्यो, सिम्पल कुरा छ। ओनरसिप बैंककै हुन्छ जब तपाईँलाई लास्टमा ऋण चुक्ता गरिदिनुहुन्छ, लास्ट अन्तिम किस्ता तिर्दिनुहुन्छ, त्यति बेला मात्रै इन्स्टलमेन्ट के अरे रेजिस्ट्रेसन तपाईँको नाममा हुन्छ। त्यसै गरी अर्को छ हाइपोथेटिकेसन लोन र अर्को छ कन्सोर्सियम फाइनान्स। यो एकदमै इम्पोर्टेन्ट छ, ध्यान दिएर सुन्नु होला। हाइपोथेटिकेसन म यसलाई अलिकति बुझाउँछु, ध्यान दिएर सुन्नुहोस्। फर इक्जाम्पल यो एउटा व्यक्ति छ, यहाँनिर बैंक छ, बैंकले लोन दियो। फर इक्जाम्पल कोलाटरलमा यसले जमिन राखेछ आफ्नो, उदाहरणको लागि सुन्नुहोस् है, हो जमिन घर जे पनि राख्न सक्छ कोलाटरलको रूपमा हो। यहाँनिर के छ कि भइरहेछ, यसले धरौटी राख्यो आफ्नो घर जमिन र बैंकले लोन दियो, यो बैंक हो। सो यो जुन कर्जा छ नि यो हाइपोथेटिकेसन हो, यसलाई हाइपोथेटिकेसन लोन भनिन्छ। यहाँनिर यो घर र जमिनको ओनरसिप यसैसँग छ, यसबाट आउने रेन्ट यसैले लिन्छ, लोन पायो। तर वाट इफ यसले इन्स्टलमेन्ट इएमआई टाइममा तिरेन भने यो बैंकले चाहिँ यसलाई कब्जा गरेर बेच्न सक्छ भनेको हो। द्याट इज योर हाइपोथेटिकेसन, ध्यान दिनु होला। हायर पर्चेजको केसमा ओनरसिप बैंकसँग हुन्छ, वेयरएज हाइपोथेटिकेसनको केसमा ओनरसिप कोसँग हुन्छ, लोन लिने व्यक्तिसँगै हुन्छ। तर लोन लिने व्यक्तिले डिफल्ट गर्यो भने, बोरोवरले डिफल्ट गर्यो भने बैंकले कब्जा गर्न सक्छ जुन सम्पत्ति कोलाटरल राखेको छ। हो, द्याट इज योर हाइपोथेटिकेसन लोन। र अर्को छ कन्सोर्सियम फाइनान्स। ध्यान दिनुलाई एकदमै इजी छ, कन्सोर्सियम फाइनान्स पनि म बुझाएँ। फर इक्जाम्पल एउटा प्रोजेक्ट चलिरहेको छ, 5 स्टार होटेल बनाउने, 1000 करोडको प्रोजेक्ट छ। अब 1000 करोडको प्रोजेक्ट चलिरहेछ भनेपछि फर इक्जाम्पल प्रोजेक्टको जो प्रोमोटर छ यसले एनएमबी बैंकलाई एप्रोच गर्यो कि भाइ मलाई 1000 लोन चाहियो, 1000 करोड तपाईँ देऊ। अब एनएमबी बैंकसँग, अब एनएमबी बैंकले के गर्छ, मसँग त त्यति पैसा छैन, अब के गर्ने त? अब एनएमबी बैंक अरू बैंकलाई पनि भन्छ, एनआइएमबी भयो, एसबिआई नेपाल भयो, एससीबी नेपाल भयो, यो चारैजना फर इक्जाम्पल चारैजना मिलेर 250 करोड इच हालेर अथवा जे पनि हुन सक्छ रेसियो यिनीहरूको के गर्यो त, मिलाएर ग्रुप मिलाएर के गर्यो त 1000 करोडको लोन ग्रान्ट गरिदियो भनेपछि ग्रुप मिलेर यदि लोन दिइरहेको छ भनेपछि त्यो पनि त्यसलाई कन्सोर्सियम फाइनान्स भनिन्छ। बैंकले यो काम गर्न सक्छ भनेको सिम्पल कुरा हो। हायर पर्चेज लोन, ओभरड्राफ्ट भइहाल्यो, हाइपोथेटिकेसन भइहाल्यो, कन्सोर्सियम फाइनान्स भइहाल्यो, यो लोनहरू गर्न पाउँछ, दिन पाउँछ। त्यसै गरी अर्को लोन छ फरेन बैंकले यदि ग्यारेन्टी लिन्छ भनेपछि लोन दिन पाउँछ बैंकले। अघि एउटा याद आइरहेछ ग्यारेन्टीवाला,
हो त्यो ग्यारेन्टी अर्कै हो कि सिइओ को ग्यारेन्टी, प्रोमोटरको ग्यारेन्टी, डाइरेक्टरको ग्यारेन्टी उनीहरूको ग्यारेन्टीमा दिन पाइँदैन। तर फरेन ब्याङ्कले भनेको छ भने त्यसको ग्यारेन्टीमा ब्याङ्कले लोन दिन सक्छ, दिन पाउँछ। त्यसै गरी प्रोजेक्ट लोनको मैले इक्जाम्पल अघि नै लिइसकेँ कन्सोर्सियममा। सिम्पल कुरा हो, कुनै पनि प्रोजेक्ट चलिरहेको छ जसको फिजिबिलिटी रिपोर्ट राम्रो छ, जसको तपाईँको के अरे फ्युचर राम्रो छ, जसको जुन प्रोजेक्टेड ब्यालेन्स सिट्स राम्रो छ, जसको टेक्निकल फिजिबिलिटी राम्रो छ, भायबल छ भनेपछि प्रोजेक्ट लोन पनि ब्याङ्कले दिन सक्छ। त्यसै गरी एडिसनल लोन पनि दिन सक्छ ब्याङ्कले, एडिसनल लोन दिन सक्छ। फर इक्जाम्पल केही कोलाटरल अलरेडी लिइसकेको छ, 2 करोडको कोलाटरल उदाहरणको लागि लिइसकेको छ, 10 लाख मात्रै लोन इनिसियली स्याङ्सन भयो। सो अप टु दि एक्सटेन्ट अफ कोलाटरल जति छ, अब कतिको रिस्क लिन सक्छ त्यो ब्रान्च म्यानेजरले, अभियसली जरुरी छैन 100% लोन टु भ्यालु रेसियो मेन्टेन गर्नुपर्छ भन्ने आवश्यकता छैन। स्टिल लोन टु भ्यालु रेसियो राष्ट्र ब्याङ्कले टाइम एन्ड अगेन तोक दिएको हुन्छ, त्यसलाई मिट गर्ने गरी जति हदसम्म पुग्छ एडिसनल त्यति थपेर लोन चाहिँ ग्रान्ट गर्न सक्छ ब्याङ्कले। त्यसै गरी राइट अफ, यो लोनको राइट अफ, फर इक्जाम्पल लोन लस प्रोभिजनको कुरा गरिरहेको छु म बेसिकली। मानौँ लोन त स्याङ्सन भयो तर सामनेवालाले तिरेन टाइममा, अब तिरेन, अब त्यो मानौँ न त्यो ब्याङ्क्रप्ट भयो, इन्सल्भेन्ट भयो, अब कुनै पनि उपाय छैन, उसको सम्पत्ति बेचेर पनि केही हदसम्म रिकभरी हुनै सकेन, भनौँ रिकभरी नै भएन। इन द्याट सिनारियो के गर्ने त, त्यसलाई लस बुक गर्नु पर्यो। हो, डेफिनेटली लस बुक गर्नु पर्यो, त्यसैलाई रिटर्न अफ क्रेडिट भन्छ एज पर दि प्रिभेलिङ ल प्रोभिजन वाट एभर, अब अकाउन्टिङ ट्रिटमेन्ट त्यसको जे हुन्छ एप्लिकेबल फिनान्सियल रिपोर्टिङ फ्रेमवर्कको आधारमा चाहिँ राइट अफ गर्नुपर्ने हुन्छ भन्नु खोजेको। त्यसै गरी डिप्राइभ सेक्टर लोन पनि ब्याङ्कले दिने गर्छ। नेपाल राष्ट्र ब्याङ्कले तोक दिएको छ, उदाहरणको लागि लिँदाखेरि कृषि क्षेत्र कर्जा यति % ब्याङ्कले दिनै पर्छ। त्यसै गरी महिला उद्यमी कर्जा बिना कोलाटरल दिने कुरा पनि भइरहेको छ, दिइराख्नु पनि भएको छ ब्याङ्कहरूले। सो डिप्राइभ सेक्टर लोन पार्टिकुलर जहाँनिर इन्कमको लेभल कम छ त्यसलाई उकास्नको लागि बेसिकली दिएको एउटा प्रिभिलेज फेसिलिटी मात्रै हो, जुन ब्याङ्क तथा वित्तीय संस्था ब्याङ्कले, सरी मैले अहिलेसम्म युज गरिनँ ब्याङ्क बिएफआइज, स्टिल ओके। सो ब्याङ्कले डिप्राइभ सेक्टर लोन पनि दिन सक्छ भनेको, दिन्छ, इनफ्याक्ट यो काम हो ब्याङ्कको। यो अहिलेसम्म हामीले पढ्यौँ जहाँनिर पैसाको इन्भल्भमेन्ट थियो भनेपछि ब्याङ्कको पैसाको इन्भल्भमेन्ट थियो, जसले चाहिँ हामी फन्डेड सर्भिसको कुराहरू गऱ्यौँ बेसिकली, जहाँनिर ब्याङ्कको क्यास इन्भल्भमेन्ट छ। अब केही पोइन्टहरू नन फन्डेड सर्भिसको रूपमा छ। नन फन्डेड सर्भिस मैले ग्रुपिजम गरेको छु मात्रै, मैले अघि नै भने मैले क्लस्टर बनाएको छु। नन फन्डेड सर्भिस इज बेसिकली जहाँनिर ब्याङ्कको आफ्नो फन्डको युज भएको छैन। जस्तो हो, उदाहरणको लागि लेटर अफ क्रेडिट, बिल अफ एक्सचेन्ज, प्रोमिजरी नोट, चेक्स या अदर फिनान्सियल इन्स्ट्रुमेन्टको इस्यु गर्नु, जारी गर्नु, एक्सेप्ट गर्नु, पे गर्नु या त्यसलाई रिडिस्काउन्ट गर्नु या डिस्काउन्टिङ गर्नु, पर्चेस सेल गर्नु, यी कामहरूमा पैसा ब्याङ्कको आफ्नो इन्भल्भमेन्ट हुँदैन। यो काम पनि ब्याङ्कले गर्छ भनेर सिम्पल कुरा। फिनान्सियल इन्स्ट्रुमेन्ट्सहरूको पर्चेज, सेल, इस्यु, एक्सेप्टेन्स, पे गर्ने, डिस्काउन्ट गर्ने काम पनि गर्छ ब्याङ्कले भनेर खोजेको। र अर्को पोइन्ट रहेको छ अफ ब्यालेन्स सिट ट्रान्जेक्सन। जस्तो हो, ग्यारेन्टर बस्दिने कुनै ठेक्का पट्टा काम चलिरहेछ, ब्याङ्क त्यहाँनिर एज अ ब्याङ्क ग्यारेन्टी दिन सक्छ ब्याङ्कले। अब सामनेवालाले डिफल्ट गरेको बेलामा मात्रै यो एराइज हुन्छ। मैले फेरि भने यो नन फन्डेड सर्भिस तपाईँले केही पनि लेख्नु पर्दैन इक्जाममा नै, यो मात्रै एउटा ग्रुप बनाएको मैले लोन गर्न सजिलो होस् भनेर मात्रै हो, बुझ्नुभयो। यो कामहरू ब्याङ्कले गर्ने हो बेसिकली, ब्याङ्कले ब्याङ्क ग्यारेन्टी दिन्छ, सिम्पल यो काम हो ब्याङ्कको, यति मात्रै बुझ्नुहोस्। यो नन फन्डेडमा यति यो किन लेखेको त भन्दाखेरि एउटा ग्रुप बनाएको, यहाँनिर क्यासको फ्लो हुन्न, ब्याङ्कको आफ्नो क्यासको फ्लो हुन्न, द्याट्स वाइ यो नन फन्डेडमा मैले राखेको। ग्रुप मात्रै बनाएको, यसको कुनै अर्थ छैन, यसको कुनै अर्थ छैन। मैले फेरि भने यसको कुनै अर्थ छैन, यसको कुनै अर्थ छैन, एउटा ग्रुप मात्रै बनाएको कि मैले, ताकि तपाईँहरूलाई सजिलो होस्। यो अदर यस्तो कुनै केही पनि लेखेको छैन एकमा, मात्र सम्झिनुहोस् यो कामहरू छ, यो एरोवाला यो कामहरू इम्पोर्टेन्ट छ, यति मात्रै बुझ्दा हुन्छ कि ब्याङ्कले के अरे फिनान्सियल इन्स्ट्रुमेन्टको इस्यु गर्छ, एक्सेप्ट गर्छ, पे गर्छ, डिस्काउन्ट गर्छ, पर्चेज सेल गर्छ, यो काम हो ब्याङ्कको। सिम्पल कुरा, ए क्लास ब्याङ्कले यो काम गर्छ भनेको सिम्पल। त्यसै गरी ब्याङ्कले ब्याङ्क ग्यारेन्टी दिन्छ। र अर्को कुरा, नेपालभित्र या नेपाल बाहिर फन्ड इन आउट गर्छ। अब यहाँनिर फेरि भन्छ यहाँ त फन्डेड हो, होइन के, बाहिरबाट फन्ड आइरहेको छ र नेपालबाट बाहिर गइरहेको छ, पहिला लिइहाल्छ ब्याङ्कले के। अरू फर इक्जाम्पल मलाई फन्ड ट्रान्सफर गराउनु छ भने म पहिला पे गर्छु ब्याङ्कलाई, देन ओन्ली ब्याङ्कले त्यही फन्डलाई बाहिर ट्रान्सफर गर्छ भन्न खोजेको। त्यसै गरी ब्याङ्कले फिनान्सियल इन्टरमिडिएरीको रूपमा पनि काम गर्छ, एजेन्टको रूपमा। ओके फाइन।
नाउ सेक्युरिटीसँग सम्बन्धित 2-3वटा पोइन्ट रहेको छ, 3टा पोइन्ट छ, ध्यान दिनु होला। बैंकले के गर्छ? क्यापिटल फन्ड रिक्वायरमेन्टको लागि शेयर जारी गर्न सक्छ, डिभेन्चर जारी गर्न सक्छ, बोन्ड इस्यु गर्न सक्छ बैंकले आफ्नै क्यापिटल फन्ड रिक्वायरमेन्टको लागि। एक अर्को टी-बिल, बैंकले नेपाल सरकारको टी-बिल पर्चेज सेल अथवा एक्सेप्ट गर्न सक्छ। त्यसैगरी नेपाल राष्ट्र बैंकको बोन्ड र नेपाल सरकारको ट्रेजरी बिलमा खरिद बिक्री गर्न सक्छ बैंकले है। त्यसैगरी अरु कस्टमरको सेक्युरिटी ट्रान्जेक्सन पर्चेज सेल गर्न सक्छ एज अ कमिसन एजेन्ट भन्न खोजेको सिम्पल कुरा छ। आफ्नो गर्न सक्यो, अरूको बिहाफमा पनि गर्न पायो सेक्युरिटी ट्रान्जेक्सन कमिसन पाउने हिसाबले। त्यसैगरी नेपाल सरकारको तथा नेपाल राष्ट्र बैंकको बोन्डमा नेपाल सरकारको ट्रेजरी बिल तथा नेपाल राष्ट्र बैंकको बोन्डको खरिद बिक्री तथा यो चाहिँ काम गर्न पाउँछ भन्न खोजेको सिम्पल कुरा है। यो 3वटा पोइन्ट सेक्युरिटीसँग सम्बन्धित छ, आफ्नो, अरूको र नेपाल सरकारको। यति बुझ्नुहोस् है, आफ्नो, अरूको र नेपाल सरकारको सेक्युरिटीसँग सम्बन्धित 3वटा काम। अदर एकदमै इम्पोर्टेन्ट छ, मेरो फेभरेट पनि हो, बाँकी भएभरको सब काम यहाँनिर मैले थुपारिदिएको छु, ध्यान दिनु होला। अदरमा सबभन्दा सुरुमा गोल्ड सिल्भर ट्रान्जेक्सन आउँछ। यो एकदमै इजी छ। गोल्ड म तपाईँले यो सम्झिन एकदमै सिम्पल भन्छु, सिम्पल तरिका भन्छु। गोल्ड सिल्भर दुनियाँभरिमा चल्छ। दुनियाँ भनेको फरेन, अब फरेन एक्सचेन्ज ट्रान्जेक्सन। सेकेन्ड पोइन्ट, पहिलो पोइन्ट सुन चाँदी कारोबार। सुन चाँदी दुनियाँभरिमा चल्छ। दुनियाँ भनेपछि फरेन भनेपछि फरेन एक्सचेन्ज ट्रान्जेक्सन। दोस्रो पोइन्ट, बैंकले फरेन एक्सचेन्ज ट्रान्जेक्सन गर्छ, विदेशी मुद्रामा ट्रान्जेक्सन गर्छ एक क्लास बैंकले। त्यसैगरी अब ट्रान्जेक्सन आयो, ट्रान्जेक्सन अर्को ट्रान्जेक्सन थपौ, गभर्नमेन्ट ट्रान्जेक्सन, सरकारी कारोबार पनि बैंकले गर्छ। मतलब बैंक भन्नाले एक क्लास कमर्सियल बैंकले गर्छ, सब्जेक्ट टु नेपाल राष्ट्र बैंकले तोकेका टर्म्स एन्ड कन्डिसन पूरा गरेर। सिम्पल कुरा हो। 3वटा पोइन्ट यतिकै सम्झिनु भयो तपाईहरुले। हेर्नुस्, गोल्ड सिल्भरको ट्रान्जेक्सन गर्न पाउँछ। गोल्ड दुनियाँभरिमा चल्छ भनेपछि फरेन एक्सचेन्ज ट्रान्जेक्सन गर्न पाउँछ। अब ट्रान्जेक्सन आयो, अब ट्रान्जेक्सनबाट गभर्नमेन्ट ट्रान्जेक्सन गर्न पाउँछ सब्जेक्ट टु नेपाल राष्ट्र बैंकको कन्डिसन। 3वटा ट्रान्जेक्सन सक्यो। वेल एउटा पोइन्ट यो डिजिटल कार्डसँग सम्बन्धित छ भनेपछि इलेक्ट्रोनिक पेमेन्ट, इलेक्ट्रोनिक ट्रान्जेक्सन इन्हान्स गर्नको लागि डिजिटल कार्डको इस्यु एक्सेप्टेन्स गर्न र म्यानेज गर्न पाउँछ बैंकले गर्ने काम हो भनेपछि डिजिटल कार्ड जारी गर्ने, डिजिटल कार्ड एक्सेप्ट गर्ने, डिजिटल कार्ड म्यानेज गर्ने, व्यवस्थापन गर्ने काम यसले गर्छ। ओके, त्यसैगरी कुनै पनि किसिमको स्टडी रिपोर्ट लाइक सर्वे कन्डक्ट गर्न सक्छ बैंकले। फर इक्जाम्पल कुनै पनि प्रोजेक्ट चलिरहेको छ, त्यसको सर्वे गर्न सक्छ, त्यसको स्टडी गर्न सक्छ, रिसर्च गर्न सक्छ, सो द्याट प्रोजेक्ट भ्याबल छ छैन भन्ने कुरा। त्यससँग सम्बन्धित ट्रेनिङ पनि दिन सक्छ, कन्सल्टेन्सी सर्भिस पनि दिन सक्छ भनेको चाहिँ सिम्पल यो बैंकले गर्ने काम। त्यसैगरी कुनै व्यक्तिले के गर्छ, लोन त लिन्छ तर लोन तिर्न नसक्दाखेरि बैंकले के गर्छ, उसको प्रोपर्टी जुन कोल्याटरलमा आएको हुन्छ त्यो कब्जा गर्छ। हो, त्यो यसरी कब्जा गरेको प्रोपर्टीको म्यानेजमेन्ट पनि त गर्नु पर्यो नि। मतलब कब्जा गर्ने बित्तिकै बिक्री हुन्छ भन्ने छैन नि, अनि बीचमा त्यसको तोडफोड हानि नोक्सानीबाट पनि बचाउनु पर्ने हुन्छ, जोगाउनु पर्ने हुन्छ, जुन काम बैंकले गर्छ, म्यानेजमेन्ट गर्छ बेसिकली। त्यसैगरी एउटा अर्को रहेको छ एक्सचेन्ज इन्फर्मेसन अफ कस्टमर विदिन विथ नेपाल राष्ट्र बैंक एन्ड अदर बिएफआई। त्यसैगरी अदर भनेको रहेको छ। एकदमै सिम्पल छ यो, अदर पार्ट त्यति गाह्रो छैन, एकदमै इजी छ, ध्यान दिनु होला। गोल्ड सिल्भर ट्रान्जेक्सनबाट फरेन एक्सचेन्ज ट्रान्जेक्सन तपाईँले बुझिहाल्नुहुन्छ, गभर्नमेन्ट ट्रान्जेक्सन बुझिहाल्नुहुन्छ, 3टा भइहाल्यो। त्यसैगरी अर्को कुनै प्रोजेक्टसँग सम्बन्धित रिसर्च गर्न सकिन्छ। त्यसैगरी डिजिटल कार्डको व्यवस्थावाला बुझिहाल्नुभयो। लाइकवाइज जुन प्रोपर्टी अन्डरटेक गरेको छ बैंकले, त्यो ओभियसली ओनरसिप लिएको छ, बैंकले कब्जा गरेको छ, त्यसको म्यानेजमेन्ट गर्छ र कस्टमरको इन्फर्मेसन राष्ट्र बैंक तथा अरू बैंक तथा वित्तीय संस्थाहरूसँग सेयर गर्ने काम चाहिँ अदरमा पर्दछ। त्यसैगरी मैले यो 5वटा क्लस्टर भ्याइसकेको छु, 5वटा ग्रुप भ्याइसकेको छु, जुन एक क्लास कमर्सियल बैंकको काम हो। आई होप मैले कहीँ पनि बैंक तथा वित्तीय संस्था वर्ड युज गरिन यो सेक्सन 49 सबसेक्सन 1 को लागि, बिकज यो एक क्लास बैंकले, क वर्गको बैंकले गर्ने कामहरू हुन्। सो आई होप यो पार्ट एकदमै क्लियर भयो होला। बैंक तथा वित्तीय संस्था, यहाँनिर वर्ड मैले युज गरेँ, बिएफआईले गर्न नहुने काम, प्रोहिबिटेड एक्टिभिटी के हुन्, जुन मैले यहाँनिर कभर गरिसकेको छु सेक्सन 50 एन्टायरली। त्यसैगरी फङ्सन्स अफ बिएफआईजमा
सेक्सन 49 हो, जसमध्ये एउटा पार्ट मैले यहाँनिर कभर गरेको छु, कमर्सियल ब्याङ्कले के काम गर्छ। त्यो एकदमै लेन्दी छ, जसलाई मैले टुक्रा टुक्रा पारेर ग्रुप बनाएको छु। सेक्सन 49 सबसेक्सन 1 मात्रै भयो, जुन कमर्सियल ब्याङ्कको कामको बारेमा छ। हस्त अरू पार्ट म सेपरेट भिडियोमा, अलि भिडियो लामो हुन्छ अदरवाइज हेर्न बोरिङ लाग्ला, त्यही भएर म अर्को पार्ट चाँडै नै लिएर आउँछु। स्टे ट्युन्ड। हस्त, थ्याङ्क यू भेरी मच।